भोक लागेर चाहिँ मैले मासु भात हानिदिएको है गाइस। सो वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हाम्रो बिहाको सेकेन्ड दिन गाउँमा बिहान 5 बजेतिर चाहिँ गाउँको एज होल मान्छेहरू चाहिँ हेल्प गर्न आइसक्नु भएको थियो र पुरुषहरूले चाहिँ खसी ससी काट्ने गरिरहेको थियो र महिलाहरूले चाहिँ यता खानासाना पकाउने काम गरिरहेको थियो। र फाइनल्ली म चाहिँ बेहुलीलाई तयार गरिरहेको थिएँ। फाइनल्ली बेहुलीको लुक्स चाहिँ यस्तो राम्रो छ र हाम्रो सिन्दुर चाहिँ घरभित्र नै हाल्छ कि यहाँको परम्परा अनुसार चाहिँ। त्यसपछि गाइसहरू आफू पनि रेडी हुनै पर्यो र यहाँको कल्चर अनुसार जसो तसो चाहिँ मैले लुगा लगाएँ र के गर्नु दिनभरि यो लुङ्गी यता चेपिन्छ घरि कसले टेक्दिन्छ हिँड्नै यति गाह्रो है गाइजहरू। माइ गड के भन्नु, म त हाँस्नु नै लागेको थियो। त्यसपछि हाम्रो यो पट्टीहरू चाहिँ छोरीहरू चाहिँ अन्त बिहा गरेर जानुभएको थियो नि त। छोरीहरूलाई चाहिँ निम्तो थियो, अरूलाई चाहिँ थिएन फेरि। अनि यो टोन सुनमा है त कसरी भेट्छ म त बुझ्दिनँ है, तपाईँहरू बुझ्नुहुन्छ कि? गाउँको सबैजना मान्छेहरू र मिलेर चाहिँ सबैजनाले भित्र नै घरभित्र नै टिका लाउने चलन रहेछ र हामी चाहिँ बाहिर पुरै खाइरहेको थियौँ क्या। भोक लागिरहेको थियो नि त, खाना त पर्यो होइन बिहामा। अनि हाम्रो चाहिँ त्यस्तो महँगो बिहा चाहिँ हुँदैन गाइजहरू, एकदम सिम्पल एकदम राम्रो सबै गाउँलेहरूसँग बसेर है। मलाई त एकदम रमाइलो लाग्यो है गाइजहरू होइन। कति महँगो किन बिहामा किन खर्च गर्ने, गाउँमा यति सिम्पल सादा पारामा बिहा होइन, एकदम राम्रो लाग्यो। अनि गाइजहरू दिनभरि म लाइभमै थिएँ, तपाईँहरूलाई थाहा होला। त्यसपछि नाचगान रेगुलर भयो, त्यसपछि दोहोरी भयो। अनि जति जति पाहुनाहरू आउनु भएको थियो नि सबैलाई चाहिँ गुन्यु चोलो अनि त्यो घलेकहरू दिन्छन् कि बेहुला बेहुलीले, अनि सबै लाएर चाहिँ घर फर्किनुहुन्छ उहाँ। एकदम राम्रो चलन चाहिँ लाइफमा चाहिँ एकदम धेरैजनाले चाहिँ गाउँ मन पराइदिनु भयो, कल्चरहरू मन पराइदिनु भयो, धन्यवाद। र आज चाहिँ हामी रातभरि रमाइलो पनि गर्ने नै छौँ। कृषु मिनी भ्लग युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला, धन्यवाद।